खोल्ने पहिला कुरा म एप्स कसरी खोल्ने भन्ने तरिका सिकाउनु गइरहेको छु। तपाईँले सर्वप्रथम अब यहाँ दर्ता गर्नुमा चाहिँ दर्ता गर्नेमा तपाईँले फर्स्टमा अब प्रयोगकर्ताको नाम भन्ने ठाउँमा तपाईँले फोन नम्बर हान्नुहोस्। के हान्नुहोस्? फोन नम्बर हान्नुहोस्। फोन नम्बर हानेपछि तपाईँको अनि अर्को फोन नम्बर हान्नुभयो। फोन नम्बर हानेपछि तपाईँले के पासपोर्ट भन्ने छ, तपाईँले यो पासवर्ड राख्न सक्नुहुन्छ। तपाईँले जे पनि राख्नुहुन्छ, जस्तै मैले DK@2003 राखेँ, फेरि @ राखेँ। अब त्यही माथिको पासवर्ड तल के राख्नुपर्छ? सेम राख्नुपर्छ, हो कि नै? माथिको पासवर्ड तल सेम राख्नुपर्छ, DK@2003 अनि तपाईँको यो निमन्त्रणा कोडमा के राख्ने भने निमन्त्रणा कोडमा तपाईँले यहाँ दिएको छ होइन, सफल भनेर देखाउँछ। सफल भन्नेबित्तिकै तपाईँ के हुन्छ? तपाईँको यस्तो फेज आउँछ। अब यस्तो फेज आइसकेपछि भित्रमा गएर तपाईँले यो